तेरो बाउले दिन्छ त्यसलाई प्यारासुट, तेरो बाउले चाहिँ त्यसलाई बादलमा अड्काउँछ। चुप लाग। अब भन्, मान्छेको एउटा हातमा कतिवटा अम्ला हुन्छ? सर 6वटा। तैँले फेरि कट्टुभित्र हात हालिस् होइन? ए सरी सर। ल अब भन्, नेपालीहरू किन बहादुर हुन्छन्? किन हुनु नि सर? राम बहादुर, श्याम बहादुर जस्तो नाम राखेपछि जो पनि बहादुर भइहाल्छ नि। चुप लाग। अब भन् कि यो संसारको सबैभन्दा मूर्ख मान्छे को हुनु नि? तपाईँ नि। के रे? म कसरी मूर्ख भएँ? कसरी हुनु नि? जहिले आफूले आउने क्वेसन सोधेपछि मूर्ख हुँदैन त? त सरले मूर्ख भन्छस्? बाहिर जा। ए सरी सर। के को सरी? एउटा गीत गा अनि मात्र छोडिदिन्छु। सर गीत चाहिँ होइन, ऱ्याप हान्छु ल। हान। ओके म्युजिक। ओइ बुढो सुन, ओइ माछा सुन, तैँले हामी विद्यार्थीलाई अति धेरै कुटिस। हामीले क्वेसन सोद्धाखेरि केही नभनी उठिस। हामी तेरो चेला होइन भनेको हामीलाई दाजै, न त तेरो छोरीलाई भगाइदिन्छु आजै। क्वेसन पनि गाह्रो दिन्छस्, केही आउँदैन हामीलाई। तेरो म्यामको चक्कर चल्या भनिदिन्छु म सबलाई। होमवर्क पनि धेरै दिन्छस्, गर्ने नआउनी। तैँले सायद बाँच्न पाउँदैनस् अर्को जुनी। एक्जाम आउन लाग्यो भने कराई गर्छस्। यस्तै पारा देखाइस् भने त एक दिन मेरै हातबाट मर्छस्। अति भयो अत्याचार, हामीलाई मुक्त गर्दै। अर्को वर्ष यो स्कुलबाट अर्कै स्कुलमा सर्दै। एक्जाम अघि क्वेसनहरू राम्रैसँग सोध्ने हो। एसी पछि सब मिलेर तँलाई भक्कु गोल्ने हो। सिधै सर ऱ्याप। तँलाई